हामी धेरै जसो मानिसहरूलाई थाहा भएको एउटा मात्र कुरा हो, यो दुनियाँ आजकलको जमाना धेरै जसो चल्ने भनेको पैसोले हो। जबसम्म पैसा छ तबसम्म यो संसार यो दुनियाँ छ। यदि पैसा छैन भने हामीसँग कोही पनि छैन। याद राख्नुहोला, जब तपाईँसँग भरिपूर्ण रूपमा तपाईँसँग पुग्ने पैसा हुन्छ, तपाईँ खर्चको लागि कुनै पनि कुराको आवश्यकता पूरा गर्नको लागि तपाईँसँग टन्न पैसा छ, कोही कसैसँग हात थाप्नु पर्दैन भने तपाईँको दुनियाँ एकदमै राम्रो छ। तपाईँलाई सपोर्ट गर्ने धेरैजना हुनुहुन्छ, सपोर्ट गर्ने एकदमै मान्छेहरू हुनुहुन्छ। तपाईँलाई अनावश्यक रूपमा पनि नचाहिएको कुरालाई पनि तपाईँहरूलाई हेल्प गर्नको लागि तत्पर हुने धेरै आफन्तहरू, धेरै साथीहरू, धेरै इष्टमित्रहरू हुनुहुन्छ। यदि तपाईँसँग भरपूर्ण रूपमा सबै कुरा पुग्ने छ भने हेर्नुहोस् है, यो दुनियाँ यस्तो दुनियाँ हो जो मान्छेसँग छ, जो मान्छेसँग सबै कुराको पहुँच छ, सबै कुरा भलिभाव छ, केही कुराको कमी छैन, त्यस्तो मान्छेलाई हरेक ठाउँबाट सपोर्ट मिल्छ क्या। सो मैले भन्न खोजेको के हो भने यो दुनियाँ यस्तो छ जता मानिसलाई सबै कुराले परिपक्व छ, त्यो परिपक्वतामा पनि मानिसले हेल्प गर्नको लागि धेरै कोसिस गरिरहेका हुन्छन्। यसलाई हामीले कसरी नजिक बनाउने हैन, यसबाट हामी चाहिँ कसरी प्रभावित हुने, विभिन्न किसिमका बहानाहरू चाहिँ भइरहेका हुन्छन् के। तपाईहरुलाई कस्तो लाग्छ? यो चाहिँ मेरो व्यक्तिगत धारणा। जहाँसम्म मानिसहरूसँग अलिकति त्यही अनुसारको गाँठ हुनुपर्छ, त्यही अनुसारको मान सम्मान पाउने व्यक्तिलाई जो कहिले पनि अलिकति गर्ने व्यवहार फरक नै हुन्छ। सबैले जानेको, देखेको, बुझेको हैन, अनि भोगेको पनि भनौँ। त्यो हुँदाखेरि यस्तो अवस्थामा आउनको लागि जो कोहीलाई त्यति सजिलो त छैन। सङ्घर्ष धेरै गर्नुपर्छ, दुःख धेरै गर्नुपर्छ, मेहनतको त कुरै छोडौँ। र यो मेहनत गर्नुमा पनि धेरै तौर तरिकाहरू हुन्छन्। यसलाई अलिकति चेन्जेबल गर्नुपर्छ। चाहिँ यसलाई कुन तरिकाले मेहनत गर्ने, कुन तरिकाले काम गर्ने, कुन तरिकाले चाहिँ दिमाग लगाउने हैन, यो कुरालाई चाहिँ हामीले अलिकति फरक ढङ्गले सोच्न सक्यौँ भने हामीले पनि केही जिन्दगीलाई केही पर्सेन्ट भए पनि चेन्ज गर्न सक्ने सम्भावना चाहिँ धेरै देखिन्छ हैन। तपाईहरुलाई जस्तो लाग्छ त्यस्तै चाहिँ आफ्नो राय राख्न सक्नुहुन्छ। यतिकैमा म एउटा सानो कुरा बोले, एउटा क्लिप भनौँ अथवा शब्द लेखेको छु है त, त्यो बोल्छु। ओके, यो दुनियाँ पैसाको पछाडि लागेको दुनियाँ हो। यहाँ भरोसा र विश्वास कसैले दिनु हुँदैन, किनकि यो दुनियाँ त पैसासँगै जान्छ। अनि जब पैसा फर्कन्छ तब दुनियाँ फर्केर आउँछ।